लु यो हो के को मासु आमा ट्र्याक्टरको किनभने सुँगुर गर्छ नि त त्यो लागि त्यसको नाम कम ब्याक टु माई न्यू ब्लग आज चाहिँ मेरो घरबाट स्टार्ट हुँदैछ ब्लग आज चाहिँ म ब्रस गर्दैछु घरमा गुड मर्निङ सबैजनालाई आज चाहिँ म ढिलो उठिदिएँ नि त किनभने मलाई अल्छी लाग्यो नि त छिटो उठेर केही चाहिँ नपाएँ मलाई त्यही हो होइन गाइस हाम्रो गाउँघर यस्तो छ अनि घर बनिरहेको ए हाम्रो कुखुरा अझ ओ अझ यिनीहरू पनि आउँदैन केटीले बोलाएको भए त अघि आउँथ्यो होला आउँदैन म पनि आज 9:30 हुँदैछ गाइस होइन आज गाउँले केटाले भ्लग गर्दैछु तपाईँहरूलाई म बेडबाट गरौँ भन्थेँ कि त्यहाँ खाना बनाउँदैछ अनि आवाज आउँछ क्या त्यसलाई नबनाएको क्या बुझ्नुभयो त्यही हो कुरा चाहिँ आज म्याच छ होइन आज म्याच छ आज हेरौँ के कस्तो हुन्छ मेरो भ्लग तपाईँहरू त अघि उठिसक्नुभयो होला होइन तर कतिजना उठेको छैन जस्तो लाग्यो मलाई उठेको छैन है उठ्यो साँच्ची उठेको छैन तपाईँ मलाई थाहा छ किनभने तपाईँ राम्रो मान्छे उठ्दैन यस्तो गर्नुपर्छ यस्तो पो गर्नुपर्छ ब्रस भनेको त गाइस म चाहिँ आज घरमै छु आज कहीँ घुमाइरहेको छैन होइन बिहानको भ्लग बिहान सानोबडे क्लिप मात्रै गरेको थिएँ अनि अहिले चाहिँ म ब्याक होममै छु किनभने आज म सुतेको छु किनभने मलाई आज अल्छी लाग्छ बुझ्नुभयो त्यही हो खाना साना बनिँदैछ होइन एकदम गरम छ यार कट्टा त्यही हो होइन यता के बनिँदैछ आज बनिन्छ मासु त्यो पनि सुँगुरको हाम्रो आमा के काटेको आमाले काट्दैछ यहाँ के अरे यो किरुट काटेछ यो त बिट यो चाहिँ कसरी बिट यो चाहिँ पिट यो हिजोको आम जो यत्रो आम देख्दैछ तपाईँहरूले यो चाहिँ सबै काटेको छ हाम्रो आमाले यहाँ सानो सानो अचारहरू यहाँ छ हाम्रो आम बुझ्नुभयो अन्त फुल छानामाथि चाहिँ मेरो सम्पत्तिहरू मात्रै छ आमको गाछ यस्तो छ तर यो आमहरू चाहिँ सबै कुहिएको छ खोइ आमाले देखाउनु त चाहिँ राम्रो देख्छ कि तर भित्र काटेर एकदम कुहिएको छ हाम्रो कुखुरा हाम्रो मेन गेट यता कुवा पनि छ हाम्रो कसँगले कुवा हाम्रो त यो एकदम करोडको बाथरुम हो होइन ए यहाँ केला त खाइसकेको छ यस्तो छ गाउँघर हाम्रो अब हामी खाना खाने हाम्रो माइजू ल अहिले भेटौँ तपाईँलाई आज चाहिँ हाम्रो घरमा सुँगुरको मासु बनाउँदै हुनुहुन्छ हाम्रो आमाले लु यो हो के को मासु आमा ट्र्याक्टरको किनभने सुँगुर गर्छ नि त त्यो लागि त्यसको नाम चाहिँ ट्र्याक्टरको मासु पाकेछ सलगम अहिले भर्खर बिट भन्दै थियो अहिले फेरि सलगममा पुगेछ सलगम पो अरे मेरो चार्ज त त्यहाँ छ आमा भिडियो बनाइदिएको छु तपाईँ पनि बनाउँछ ल आमा लु अहिले खाइहाल्नु भिडियो बनाउँदैछ भनेर खा पनि भन्छ त त्यसमा हाल्ने हो यही थालमा हाल्नु न अहिले यसमै भात खानुपर्छ हाल्नु त तपाईँहरूलाई म खाएर पनि देखाउँछु कस्तो हुन्छ हाम्रो आमाले बनाएको मासु बोइल गर्नु भएको थियो आमा ए यस ल भयो हुन्छ अब खाएर देखाउँछु तपाईँहरूलाई सुँगुरको मासु
दामी भएको छ के अरे लु न तपाईँ खाँदैन दामी भएको छ गाइस अहिले तपाईँहरूलाई म भात खाने बेला भेट्छु ल म चाहिँ गाइस अब भात खानु आँटेको यी मेरो भात दाल मासु सुँगुरको मासु ल म खानासाना खाएर तपाईँलाई भेट्छु ल ल त गाइस खानासाना खाइसकेको छु अब अझै एक लट सोधिदिन्छु पुग्छु आजभरि म्याच छ हेर्नु होला ब्लग के कस्तो हुन्छ खानासाना खाएर डाम्मै भयो म एकपल्ट सोध्छु अझै निन्द्रा लागिरहेछ मलाई आज ल अब भरे हेरौँ के हुन्छ स्टे ट्युन गाइस ल त गाइस मलाई चाहिँ अल्छी लाग्यो अब सुत्नु म चाहिँ अब लाग्दिएको साथीको घरतिर आउँदो भाइ समीर साथीको घरतिर लाग्दिएको कि अल्छी लागेर अहिले म तपाईँलाई त्यतैतिर भेट्छु ल त गाइस म चाहिँ साथीको घर पुगिसकेँ आउँदो भाइ होइन यस्तो गरम छ कि गाइस तपाईँ कुरै नगर्नु ओ समीर समीर हो त गाइस होइन अब चाहिँ म सुतेर पनि उडिसकेँ खालि सुत्छु मात्रै म आम त किरा परेको रहेछ त कहाँ समेरेको पनि आमको गाछ त ठुलो छ नि के अरे म पनि अब टक्कसँगले अब के हो आइफोनको पछाडि त 500 छ त आज त यार आज चाहिँ हो स्पोन्सर हो नि त समेत होइन अब हामी चाहिँ कहाँ जान रहेछ थाहा छैन होइन स्टे ट्युन होइन ल गाइस हामी चाहिँ निक्लिसकेको छौँ हाम्रो कडल लाखोको बाइकमा कडल हो त होइन लाखोको बाइकमा निक्लिसकेको छौँ अब हामी कहाँ जानेवाला छु के गर्नेवाला छु केही थाहा छैन हामीलाई त गाइस हामी चाहिँ अब लाग्दैछौँ हामी आज ड्याम गएको होइन त गाइस म चाहिँ होइन मैले त्यही गरेँ ल गाइस अब हामी चाहिँ अहिले हामी ड्याम जान आँटेको थियौँ हेर्नुहोस् बाटो यस्तो बाटो छ यस्तो सनसाइन होइन सनसेटको वाज मजा आइरहेछ घुम्दै घुम्दै टावर बिचबाट यस्तो दामी छ बाटो तपाईँको त्यही हो अनि बाटो चाहिँ अलिकति खराब भयो यता बाटो बनिँदै थियो होला अनि अहिले लकडाउनको कारणले चाहिँ त्यो भएको जस्तो छ यतातिर यस्तो रहेछ अब तपाईँहरूलाई म तपाईँलाई एउटा चिज देखाउन आँटेको छु हेर्नुहोस् टक्कसँगले होइन त्यही छ हेर त गाइस हामी चाहिँ ड्याम पनि पुगिसकेको थियौँ होइन एकदम धेरै हाम्रो गाडी अलिक त्यो भएको थियो नि त होइन त्यही कारणले गर्दा चाहिँ हामी अलिक ढिलो पुग्यौँ राति 6:30 7 बजिसकेको छ अनि यता ड्याम देख्नु हुनु सक्नुहुन्छ तपाईँहरू होइन यतिको चाहिँ ड्यामहरू छ हामी चाहिँ आज एकदम ढिलो भयो होइन चल्दै आज चाहिँ हामी एकदम ढिलो भएको छौँ होइन हामी तपाईँहरूलाई नेक्स्ट टाइम दिएको छ म नेक्स्ट छुट्टी आउँदा चाहिँ तपाईँहरूलाई म दिएको छु होइन एकदम ड्याम त दामी छ हेर्दा चाहिँ माथिबाट यस्तै लाग्यो होइन तर चाहिँ अलिकति त्यो भयो अँधेरो भयो एकदमै धेरै अँधेरो भयो नि यार त गाइस अहिले चाहिँ हामी घर गएको होइन अब एकैचोटि तपाईँहरूलाई किचुपुरतिर या घरतिर डाइरेक्ट भेटौँ ल अहिले चाहिँ गाइस म घर आइसकेको छु साथीको घर आएको आज चाहिँ होइन आज घर पसेर आज उता घरको मान्छेहरू सबै उता छ बाहिरतिर होइन अनि म चाहिँ अब आज चाहिँ म यतै भ्लग एन्ड गर्छु किनभने आज मलाई निन्द्रा लाग्दिरहेछ म अघि पनि सुतेको पुरा सुत्नु खाने मन लाग्छ अब भोलिको भ्लग के कस्तो हुन्छ होइन आज तपाईँहरूलाई के कस्तो लाग्यो मेरो भ्लग मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नभुलिनु होला यति भन्दैमा आजको भ्लग यहीँ खतम ल गाइस गुड नाइट के हेरेको राखेको त ल